रुखहरूको परिवारको ठाउँमा जानु। बाटो त कडा रहेछ साथीहरू। बाटो चाहिँ ढोक्कै रहेछ फेरि यस्तो बाटो छ। बाटो सो हेर्दा चाहिँ नआउँदा नि हुन्छ जस्तो लाग्यो। परेवाकोट जाने भनेर आएको। यो तिनतिर बाटो रहेछ क्या, उता माथि जाने पनि रहेछ, यता जाने पनि रहेछ। कुन बाटो जाने भनेर हामी कन्फ्युज भएर चाहिँ यहाँ बसिरहेको छौँ। एकछिन बस्छौँ, यहाँ कोही मान्छे भेट्यो भने सोधेर जानुपर्छ नि। गर्मी भइरह। बाटोको अनुभव कस्तो लाग्यो? यस्तो खत्तम बाटो कि लास्टै खत्तम छ क्या बाटो चाहिँ। तर आउने भन्ने हो, तर यो आउँदा चाहिँ एकदम बाइक एक्सपर्ट आउनु होला। खत्तम छ बाटो फेरि एकदम। आधीसम्म पिच रहेछ बरु अलिअलि माथिसम्म। त्यसपछि त बाटो एकदम खत्तम। लास्टै खत्तम बाटो घुम्दै घुम्दै हामी अहिले परेवाकोटसम्म पुग्न लागिसक्यौँ। यस्तो खटखटे बाटो हुँदै हुँदै अहिले हामी परेवाकोट आइपुग्यौँ। परेवाकोट भ्यू टावर बाटो चाहिँ एकदम खत्तम रहेछ है। हजुर दियोस् हामी आइ त पुग्यौँ राप्ती नगरपालिका 1 परेवाकोट भ्यू टावर। हामी चाहिँ अहिले भ्यू टावरमा, यो रहेछ अगाडिको भ्यू टावर चाहिँ। हेरौँ अगाडि के छ, यतापट्टि पनि जानुपर्छ। अहिले बाइक यता पार्किङ गरेर अब माथि परेवाकोटको भ्यू टावरतिर। भ्यू टावर चाहिँ यही रहेछ। हामी त्यत्रो टाढाबाट के एक्सपेक्ट गरेर आएको थियौँ, के भयो है। हामी चाहिँ एकदम बेग्लै सोचेर आएको थियौँ है, ठुलै होला, यही भ्यू देखिने ठाउँ होला भन्ने सोचेर आएको। परेवाकोट चाहिँ यही रहेछ है, एउटा भ्यू टावर रहेछ। के जानुपर्छ भ्यू टावरतिर। पुरै फलाम नै फलामले बनेको, फलामै फलामले बनेको भ्यू टावर रहेछ फेरि। जाउँ न माथितिर गएर हेरौँ कस्तो देखिँदो रहेछ। अब चाहिँ भ्यू टावरको टपमा निस्किँदा कस्तो देखिन्छ त भनेर हेर्नु पर्दाखेरि यस्तो देखिन्छ। रुख मात्र देखिन्छ, केही देखिँदैन। सालको रुखै रुख, वरिपरि जता हेरे पनि रुखै रुख मात्र देखिँदो रहेछ, अरू केही छैन। उतापट्टि रहेछ खानेपानी ट्याङ्कीहरू। यही भ्यू टावर माथि अहिले हामी टाढीदेखि परेवाकोटसम्म यही भ्यू टावर हेर्न आएको हामी चाहिँ। भ्यू टावर नै अलि ठुलो बनाउनु पर्छ। रुख मात्र देखिन्छ यताबाट भन्ने भने बरु अलिअलि भ्यू खोल्या बेला चाहिँ तलको भ्यू देखिन्छ होला, नभए चाहिँ अरू केही देखिँदो रहन्छ। घाम चाहिँ लागिरहेको छ यता पनि। त्यता चाहिँ एउटा होमस्टे रहेछ। अहिले पनि हामी परेवाकोटमै छौँ है। एकदम आनन्द आइरहेको छ क्या अहिले चाहिँ। पहिला आउँदा चाहिँ यस्तो ठाउँमा आए जस्तो लाग्थ्यो, तर अहिले अहिले बसेपछि चाहिँ एकदम चिसो आनन्द भइरहेछ। हामी धेरै बेर बसेर फोटो खिच्छौँ, भिडियो बनाइरहेछौँ है।
आहा तलको गर्मी हाम्रो उतातिरको गर्मी यता माथि पहाडै आ जस्तो भएको छ यहाँ आउँदा चाहिँ एकदम बवाल रमाइलो भइरहेको छ अहिले चाहिँ अझै पनि हामी यही ठाउँमा छौँ अझै एकछिन यही ठाउँमा बसिरहन्छौँ अनि त्यसपछि फर्किनुपर्छ 5 बज्न लागिसक्यो अब फर्केन भने अँधेरो हुन्छ अँधेरो भएपछि त त्यो बाटो त लास्टै छ फेरि बाटो फेरि लास्टै खत्तम छ आउने बाटो जाने बाटो पनि त्यही हो त्यही भएर अब टाइममै निस्किनुपर्छ हामी यो कुहिरो नला भएपछि नजर राम्रै देखिन्थ्यो होला यतातिर हेर्नुहोस् यहीँ रहेछ आउने यही ठाउँमा यो भ्यू पोइन्ट रहेछ यहाँको भ्यू टावर भनौँ यही भ्यू टावरमा बसेर भ्यू हेर्ने फोटो खिच्ने अनि त्यसपछि फर्किने काम गर्नुपर्ने रहेछ यहाँ चाहिँ धेरै बेर यहाँ बसेर फोटो खिचेर भिडियो बनाएर हामी अब यहाँबाट तल झर्छौँ यो हाम्रो प्यारो भ्यू टावरबाट परेवाकोटको प्यारो भ्यू टावरबाट अब हामी तल झर्ने तल झरेर जानुपर्छ एकदम बवाल रमाइलो भयो मजा आयो एकछिनै बल्ल घाम निस्क्यो तल जाउँ तल गएर हेरौँ यो देखिराख्नु भएको चाहिँ परेवाकोटको भ्यू टावर एकदम दामी दामी छ यो भ्यू टावर चाहिँ हामी अहिले यही माथि बसेर फोटो भिडियो बनाइरहेको थियौँ एकदम बवाल चाहिँ हेर्नुहोस् भ्यू टावर अहिले चाहिँ भ्यू टावरबाट झरेर हामी तल आइसक्यौँ अब बाहिर निस्किनुपर्छ गेट पनि यस्तै छ यति हो ठाउँ यहाँको यति ठाउँ है यही है साथीहरू परेवाकोट हामीले देखेको चाहिँ यति हो अब माथि पनि केही होला सायद हामी चाहिँ यहीँबाट फर्किन्छौँ गेट आइपुग्यो बाइक चाहिँ त्यहीँ राखेको छ यतातिर जाने बाटो पनि रहेछ त्यता के रहेछ यहाँ होटल रहेछ यता 3तिर जाने बाटो छ अब यता के छ भन्ने चाहिँ थाहा भएन तर हामी चाहिँ भ्यू टावरमा बसेर फर्किन्छौँ यहाँबाट परेवाकोटबाट गेटबाट हामी बाहिर बाइक राखेको ठाउँ त्यही हो परेवाकोट चाहिँ है परेवाकोटको भ्यू टावर परेवाकोटको भ्यू टावर यो ठाउँ यो चाहिँ हाम्रो बाइक राखेको ठाउँ अब जान्छौँ हामी यहाँबाट परेवाकोटमा चाहिँ परेवाश्वरी माईको मन्दिर रहेछ यतैबाट रहेछ यो चाहिँ एउटा शहीद पार्क जस्तो पनि छ है हेर्नुहोस् न शहीद पार्क जस्तो यता चारैतिरबाट घुम्ने ठाउँ यो चाहिँ शहीद कसको रहेछ त्यो चाहिँ लेखिएको छैन तर यो शहीद पार्क नै हो कि चाहिँ यो शहीद पार्कमा परेवाकोटको शहीद पार्क हेर्नुहोस् है शहीद पार्क पनि रहेछ यतापट्टि शहीद पार्क चाहिँ यसरी घुम्ने आनन्दले अनि यता तल चाहिँ मन्दिर रहेछ सायद दामी दामी रहेछ मन्दिर चाहिँ अहिले चाहिँ परेवाकोटको मन्दिरमा हामी यो चाहिँ अगाडिको मन्दिर रहेछ परेवाकोटको अहिले चाहिँ हामी घुम्दै घुम्दै परेवाकोटको मन्दिरसम्म आइपुग्यौँ यो चाहिँ मन्दिर बस्ने ठाउँ बनाएको रहेछ यसरी मन्दिरमा महादेव लेखिएको छ मन्दिर हेर्न सक्नुहुन्छ हजुरहरूले अहिले चाहिँ हामी परेवाकोटको मन्दिर हेर्दै बसिरहेको छौँ एकछिन आनन्द छ एकछिन मन्दिरमा बसेर अब चाहिँ हामी यहाँबाट झर्छौँ मन्दिरबाट फर्किनुपर्छ जानुपर्छ